नमस्कार। डेभलपमेन्ट ग्याप्सको 5औं एपिसोडमा स्वागत छ। विश्व वातावरण दिवसको सन्दर्भ पारेर वातावरण सम्बन्धी र वातावरणसँग जोडिएको समाज र समाजको क्रियाकलापले हुने विकासको सन्दर्भलाई लिएर केही कुरा राख्नेछु। पहिलो कुरो त वातावरण समाज को एक किसिमको आफ्नो साइनो रहेको छ, जसबाट चाहिँ विकास अर्थात् मानिसलाई चाहिने जीविकोपार्जनको लागि आवश्यक सबै कुराहरू वातावरणबाट प्राप्त हुने गर्दछ। तसर्थ मानवको क्रियाकलापले वातावरणमा हुने क्रियाकलापबाट जसरी विकासको मूल फुट्दछ, जीविकोपार्जन सम्भव हुँदछ, सर्भाइभको लागि वातावरण चाहिन्छ भने वातावरणलाई अत्यधिक प्रयोग गर्दा पनि त्यो वातावरणबाट चाहिँ मानिसलाई हानि हुने नेचुरल हजार्ड्स हैन, विभिन्न प्राकृतिक प्रकोपहरू निम्तिने र मानव जीवनलाई खतरा हुने तथा आर्थिक विकासमा पनि क्षति पुग्ने हुँदा र अहिलेको विश्वमा जसरी चाहिँ वातावरणीय कुराहरू आएका छन्, यो विकासले गर्दाखेरि त्यसको प्रभावका कारणले पनि जसरी मानव स्वास्थ्य तथा अन्य आर्थिक क्रियाकलापमा जसरी प्रभाव परिरहेछ, यस सन्दर्भमा पनि यो वातावरण दिवसको अवसर पारेर वातावरणलाई केन्द्रबिन्दुमा राखेर मानवले आफ्नो क्रियाकलाप गर्नुपर्दछ जस्तो लाग्दछ। हाम्रो हजारौँ वर्ष पहिलेदेखि नै धर्महरूले पनि, जस्तो बुद्धले मानिसको जीवनको सन्दर्भमा वातावरण र प्रकृति बीचको कोएक्जिस्टेन्सको कुरा गर्नुभएको छ भने हिन्दू धर्मले पनि विभिन्न बोट बिरुवाहरूको पूजा गर्ने जुन एउटा परम्परा छ, यसले पनि प्रकृतिसँग मानवको सम्बन्धलाई दर्शाउँदछ। यद्यपि केही वर्ष यता जसरी वातावरणमा केही ह्रासहरू आएका छन्, त्यसले गर्दा वातावरणलाई चाहिँ मानवले कसरी लिने एउटा सस्टेनेबल दिगो विकासको सन्दर्भमा भन्ने कुरा हो। नेपालमा प्राकृतिक प्रकोपहरू हुने चाहिँ कुन हुन् र यिनीहरू किन भइरहन्छन्? नेपालमा मुख्य गरेर एउटा सरकारी तथ्याङ्क हेर्ने हो भने विशेष गरेर बाढी पहिरोलाई एक नम्बरमा लिएको छ। यसले गर्दा मानवीय तथा घर संरचनाहरूको व्यापक रूपमा क्षति भएका उदाहरणहरू छन्। अविरल वर्षाका कारणले या उच्च जोखिमे भूकम्पका कारणले हामीले यी प्रकोपहरूलाई बुझ्नु पर्दा नेपालको चाहिँ जुन किसिमको वेदर र क्लाइमेट छ त्यसको भेरिएसनलाई पनि बुझ्नु पर्दछ। जस्तो क्लाइमेटको हिसाबले हेर्ने हो भने 350-330 मिटर मिनिमम हाइट छ के अरे झापाको केचना कवलमा, भने म्याक्सिमम हाइट भनेको माउन्ट एभरेस्ट अर्थात् सगरमाथाको रहेको छ, जसको 8,848 पोइन्ट समथिङ छ। त्यो भनेपछि लगभग 8,000 भन्दा बढी मिटरको चाहिँ भेरिएसन छ। यसले गर्दा त्यहाँ त्यो बीचमा हुने पाइने क्लाइमेटहरू को कारणले पनि विभिन्न प्रकोपहरू आउने गर्दछ। त्यो किसिमले हेर्दा इलिभेसनले पनि प्रश्न के भन्छ भने हाइटको डिफरेन्सले टोपोग्राफीको पनि धेरै भेरिएसन छ यसमा। जस्तो तल्लो तराई समथर भूभाग छ भने त्यसपछि चुरेको क्षेत्र आउँदछ, त्यसपछि महाभारत रेन्ज आउँदछ, लेसर हिमाल, त्यसपछि उच्च हिमाल। त्यसै गरेर अब जियोलोजिकल प्याट्रन हेर्ने हो भने पनि यहाँ विविधताहरू छन्। जस्तो मैदानी भूभाग रहेको छ, गङ्गाको मैदानी भूभाग तराईको भूभागलाई भन्ने गरिन्छ। भने त्योभन्दा माथि जाने हो भने 1000 मिटरको अराउन्डमा चुरे पर्वत पर्दछ, शिवालिक रेन्ज भनिन्छ, जुन खनिज पदार्थमा धनी पनि छ। त्यस्तै गरेर अलिक माथि जाने हो भने महाभारत रेन्ज पर्दछ। भने त्योभन्दा अझ माथि जाने हो भने हाई हिमाल छ। यसरी भूगोलको हिसाबले, टोपोग्राफिक हिसाबले, क्लाइमेटको हिसाबले यति धेरै भेरिएसनहरू छन् कि त्यसले गर्दा समय समयमा प्राकृतिक रूपमा हामीले प्राकृतिक प्रकोपहरू भोगिरहनु परेको अवस्था छ। किनभने कुनै ठाउँमा को जियोलोजी राम्रो छ भने कहीँ अलिक खराब पनि छ र जुन किसिमको मौसम परिवर्तन भइरहन्छ त्यसका कारणले पनि यी क्षेत्रहरूमा चाहिँ प्राकृतिक प्रकोपहरू आइरहने चाहिँ तथ्याङ्कहरू हामी भेट्दछौँ। भने नेपाल भूकम्प
क्षेत्रभित्र पनि पर्दछ। यसले पनि विनाशकारी प्रकोपहरू निम्त्याउने गरेको हामीलाई थाहा छ। त्यसै गरेर अर्को पक्ष भनेको चाहिँ प्रकोपमा क्लाइमेट चेन्जका कारणले प्रकोपहरू भइरहेको अहिले हामी देख्दछौँ। विशेष गरेर 20 वर्ष यता हेर्ने हो भने जसरी विश्वको तापक्रम बढेको छ, यो चाहिँ ग्लोबल वार्मिङ भन्छ, विश्वको कारणले, यसमा हामी मात्र सहभागी छैनौँ, त्यो कारणले पनि क्लाइमेट चेन्जको कारणले पनि चाहिँ वेदरहरूमा चेन्ज आउने, जुन पानी पर्नुपर्ने समय सिजनमा नपर्दिने, त्योभन्दा बाहिरको सिजनमा पर्ने, अत्यधिक अतिवृष्टि हुने, चट्याङहरू कुसमयमा चट्याङहरू पर्ने, यी कारणहरूले व्यापक रूपमा धनजनको क्षति भएको अवस्था, यसले कृषिमा हेल्थमा पनि प्रभाव पारिरहेको अवस्था छ भने अर्को चाहिँ मानवीय कारणलाई पनि हामीले बुझ्नु पर्दछ। जस्तो अघि मैले भने जुन किसिमको हामी कहाँ फरक भेरिएसन जियोलोजीमा छ, त्यो जियोलोजिकल कन्डिसनलाई, क्लाइमेट वेदरलाई राम्रोसँगले हामीले यो प्रोजेक्टहरू बनाउने सिलसिलामा ध्यान नदिँदा, त्यसप्रति अलि सिरियसनेस नहुँदा पनि प्राकृतिक प्रकोपहरू आएका उदाहरणहरू छन्। यसरी जुन किसिमको हाम्रो टोपोग्राफी जियोलोजी छ र केही हाम्रो आफ्नै मानवीय कारणले नेपालमा बारम्बार यस्ता प्राकृतिक प्रकोपहरू आउने गरेका छन्। उदाहरणको लागि तराईमा बाढी, पहाडमा पहिरो भने, अनि ग्लोफको कुरा पनि आएको छ। क्लाइमेट चेन्जले गर्दाखेरि हिउँहरू पग्लिने, यी सब कारणहरूले गर्दाखेरि प्राकृतिक रूपमा केही विपत्तिहरू आएका छन्। यसले मानवीय र धनजनको क्षति समय समयमा गर्दै आएको अवस्था हो। वातावरणको सन्दर्भमा विकासको सम्भावनालाई कसरी हेर्न सकिन्छ? अब जसरी हामी कहाँ जियोलोजी, क्लाइमेट, टोपोग्राफी जुन हाम्रो विकासको सन्दर्भमा सम्भावनाहरू रहेका छन्, सम्भावनाको रूपमा रहेका छन्, त्यसमध्ये सर्वप्रथम त पानी, वाटरलाई लिन सकिन्छ। नेपालमा प्रशस्त नदीनालाहरू छन् र ती नदीनालाहरू पनि माथिबाट तल बग्ने जुन किसिमको हाइट इलिभेसन छ, त्यसले गर्दा चाहिँ हाइड्रो पावरको सम्भावना बढी छ। नेपालमा 3वटा चाहिँ ठुलो जलाशय क्षेत्रहरू छन्। पूर्वमा कोशी भने, बिचमा गण्डकी भने, पश्चिममा कर्णाली, त्यसमा असङ्ख्य ट्रिब्युटरिज नदीहरू रहेका छन् र त्यहाँ रहेको टोपोग्राफी जुन इलिभेसनहरू फरक छन्, माथिबाट तल झर्ने क्रम, त्यहाँ हामी चाहिँ हाइड्रो पावर निकाल्न सक्दछौँ यदि त्यहाँ जियोलोजी राम्रो भएको अवस्थामा भने। त्यसै गरेर ती पानीको प्रचुरतालाई हामीले कृषि सिँचाइको सन्दर्भमा प्रयोग गरेर अत्यधिक कृषि उत्पादन बढाउन सक्ने सम्भावना छ भने खानेपानीको पनि धेरै ठाउँमा समस्या भोगिरहेको अवस्था छ। त्यसलाई पनि यी पानी जुन प्रचुरता छ त्यसलाई हामीले प्रयोग गर्न सक्दछौँ र यो पानीको सम्भावनालाई यसरी हामीले बुझ्न सक्दछौँ भने। अर्को भनेको वनको कुरा, भूमिको कुरा, कृषि भूमिको कुरा होइन। नेपालमा अहिले तथ्याङ्क हेर्ने हो भने लगभग 45% भूभाग जङ्गलले ओगटेको अवस्था छ। त्यसमध्ये पनि 23% त विभिन्न संरक्षण क्षेत्रहरूले ओगटेको अवस्था छ। एक समयमा त नेपालको वन हरियो धन भनिन्थ्यो होइन। त्यो अवस्था हुँदाहुँदै पनि मैले बुझेअनुसार चाहिँ यसले चाहिँ मनग्य धन चाहिँ उत्पादन गर्न सकेन र मनग्य नेपालको अर्थतन्त्रमा योगदान दिन सकेन। जसरी अहिले पानीले दिने सम्भावना व्यक्त गरिँदैछ, विशेष गरेर हाइड्रो पावर उत्पादन गरेर। एउटा तथ्याङ्क मैले हेरेको थिएँ मन्त्रालयको, वन मन्त्रालयमा जम्मा कति 7 अरबको अराउन्डमा राजस्व उठ्दो रहेछ। त्यसमध्ये 3 अरब वनबाट र अरू बाँकी चाहिँ प्रदूषण को चार्ज बापत उठ्दो रहेछ। मैले भन्न खोजेको त्यो जुन वनबाट उठेको पैसाको आम्दानीले समग्रमा वन मन्त्रालय वा त्योसँग सम्बन्धित जस्तो वनसँग जोडिएका छन् नि त त्यो समुदायहरू, बफर जोन, कन्जर्भेसन एरियामा, तिनले कति लाभ पाएका छन्, कति प्रोफिट पाएका छन्? छैनन् अवश्य पनि। यस सन्दर्भमा वन हुँदाहुँदै पनि अझ त्यति यसको चाहिँ उपयोग हुन सकेको अवस्था छैन। हुन त टेक्नोलोजीले पनि होला अहिले हामीले दाउरामा निर्भर हुनु परेको अवस्था छैन। त्यसै गरेर अर्को भनेको कृषि
होइन यो यसको चाहिँ लगभग 35% को अराउन्डमा कृषि योग्य जमिन छ। यद्यपि 17% मात्र चाहिँ राम्रो उत्पादन धानको उत्पादन हुन सक्ने अवस्था रहेको छ। यद्यपि यसमा पनि वैज्ञानिक प्रविधिहरूबाट अत्याधिक उत्पादन गर्न सक्दछौँ। यद्यपि कृषि भनेको चाहिँ नेपालको एउटा गाउँठाउँको चाहिँ आधुनिक अर्थतन्त्र मेरुदण्ड पनि हो, यसलाई पनि हामीले उल्लेख गर्नुपर्दछ। अर्को भनेको चाहिँ मिनरल्सहरूको कुरा आउँछ होइन, यो खनिज पदार्थ विशेष गरी लाइमस्टोनको कुरा जुन सिमेन्ट उत्पादनमा प्रयोग हुन्छन्। अहिले नेपाल सिमेन्टमा आत्मनिर्भर बनेको छ, किनभने हामीलाई धेरै इन्फ्रास्ट्रक्चर प्रोजेक्टहरू चाहिन्छ र नेपाललाई पनि अत्यधिक सिमेन्ट खपत हुने सम्भावना रहेको छ। र यो सिमेन्टको लाइमस्टोन चाहिँ चुरे रेन्जमा मनज्ञ पाइएको अवस्था छ। र अर्को भनेको चाहिँ बायोडाइभर्सिटीको कुराहरू, जसरी वेदर र क्लाइमेटमा भेरिएसन छ भनेपछि बायोडाइभर्सिटीमा पनि धनी छ। विभिन्न किसिमका प्रजातिका जङ्गली जनावर, चरा चुरुङ्गी, पन्छीहरू पनि पाइन्छ। यस सन्दर्भमा यसले चाहिँ टुरिज्मको सेक्टर एस्पेक्टबाट पनि यसको अत्यन्तै म सम्भावना देख्दछु। यसरी नेपालमा भएका प्राकृतिक स्रोतहरू जुनमा चाहिँ नेपाल प्रचुरता पाइएको छ, त्यसलाई चाहिँ विकासको सन्दर्भमा यदि हामीले सही ढङ्गले अगाडि बढाउन सकियो भने यो चाहिँ नेपालको विकासको सन्दर्भमा कोसे ढुङ्गा साबित हुन सक्दछ। यद्यपि यसको उपयोग भनेको एउटा दिगो विकासको सन्दर्भमा हामीले गर्न भने अति आवश्यक रहेको छ। विकासलाई वातावरण र समाजसँग जोड्ने नीति के छन्? यो अत्यन्त महत्त्वपूर्ण सवाल पनि हो। गभर्मेन्टको इन्भाइरोमेन्ट वा अरू पोलिसी भनौँ शब्दमा राम्रो छ पढ्दाखेरि, तर मूलभूत रूपमा चाहिँ वातावरण संरक्षण ऐन भन्दछ, जुन 2076 आएको थियो एमेन्ड सहितको, त्योभन्दा पहिले नै आइसकेको अवस्था थियो भने यसलाई अझ विस्तृत रूपमा चाहिँ वातावरण संरक्षण नियमावली भन्छ। त्यो चाहिँ 77 आएको अवस्था थियो। यसले चाहिँ नेपालको जति पनि विकास निर्माणका काम छन्, विकासका कामहरू छन्, त्यसलाई चाहिँ कसरी वातावरण मैत्रीय बनाउने, समाजसँग कसरी जोड्ने, समाजसँग कन्फ्लिक्ट कसरी कम गर्ने भन्ने मूल उद्देश्यको साथ यो ऐन ल्याइएको थियो। र यही ऐनलाई टेकेर वातावरणीय अध्ययन गरिन्छ। यसमा 3वटा कम्पोनेन्ट मेनली हुने गर्दछ। एउटा फिजिकल कम्पोनेन्ट, अर्को चाहिँ बायोलोजिकल कम्पोनेन्ट र अर्को सोसियो इकोनोमिक कल्चरल कम्पोनेन्ट। 3वटा कम्पोनेन्टमा केन्द्रबिन्दु रहेर त्यसका प्रभावहरू पहिल्याउने र प्रभावहरूको मात्रा हेरेर चाहिँ मिटिगेसन चाहिँ मेजरहरू प्रपोज गर्ने। त्यसै गरेर यो प्रोजेक्टबाट समाजलाई पनि केही इन्हान्समेन्टहरू हुन सक्दछ, त्योसँग जोड्ने भने कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटीहरू पनि आयोजनाले आफ्नो आयोजनाको क्षमता अनुसार त्यो समुदायलाई दिने भन्ने कुरा रहेको छ। वातावरण अध्ययनको कुरा गर्ने हो भने 3 किसिमको अध्ययन यसले व्यवस्था गरेको छ। एउटा संक्षिप्त वातावरण अध्ययन भन्दछ, त्यसको चाहिँ एउटा सर्ट एन्ड प्रोजेक्टको अमाउन्ट र प्रोजेक्टको साइज अनुसार चाहिँ यो संक्षिप्त वातावरण अध्ययन गरेर वातावरण कामलाई अगाडि बढाउन सकिन्छ, जुन स्थानीय निकायले गर्ने गर्दछ भने। अर्को चाहिँ आइई भन्छ, इनिसियल एक्जामिनेसन इन्भाइरोमेन्ट होइन। यस किसिमले चाहिँ यो आइई जुन चाहिँ केही चाहिँ प्रादेशिक सरकार छ भने केही चाहिँ केन्द्रीय सरकार सङ्घीय सरकारले हेर्दछ। यो पनि संक्षिप्तभन्दा माथिका आयोजनाहरू त्यसको अमाउन्ट हेरेर त्यसको प्रकृति हेरेर जसलाई चाहिँ त्यो रेगुलेसनमा उल्लेख छ त्यसरी चाहिँ त्यसको चाहिँ आइई गरेर चाहिँ वातावरण मैत्रीय सामाजिक मैत्रीय बनाउने कुरा छ भने। अर्को भनेको इआइए होइन, इन्भाइरोमेन्ट इम्प्याक्ट एसेसमेन्ट हुन्छ। त्यो अलिकति ठुलो प्रोजेक्टहरूको लागि, ठुलो लगानी भएका प्रोजेक्टको लागि चाहिँ इआइए अध्ययन गरेर त्यसो भएको प्रभाव र मिटिगेसन मेजरहरू दिएर सिएसआरहरू गरेर त्यो इआइए गरिन्छ र समाजसँग वातावरणसँग त्यसलाई जोड्ने काम गरिन्छ। यसरी 3वटा अध्ययनहरूद्वारा चाहिँ वातावरण अध्ययन गर्ने र समाजसँग जोड्ने काम गरिन्छ। यसको उद्देश्य चाहिँ कसरी समाजसँग जोड्ने,
कसरी त्यसमा स्थानीय निकायलाई स्थानीय जनता समुदायलाई पनि केही पोर्सनहरूमा डिसिजन मेकिङ को सवालमा प्रोजेक्टसँग जोड्ने ल्याउने कसरी आयोजनाको चाहिँ बेनिफिसियल इस्युहरूमा जनतालाई सहभागी गराउने इत्यादि कुराहरू यस अन्तर्गत पर्दछन्। अब यो चाहिँ वास्तवमा भन्ने हो भने अहिले यस विषयमा धेरै कुराहरू पनि उठ्दै आएका छन् हैन। यो वातावरण अध्ययन यो चाहिँ फिजिबिलिटी स्टडी भइसकेपछि आयोजनाको फिजिबिलिटी स्टडीले चाहिँ यो प्रोजेक्ट चाहिँ अब टेक्निकली लान मिल्छ, इकोनोमिकली लान मिल्छ, अब यसलाई चाहिँ वातावरणसँग जोड्ने सवालमा चाहिँ यो वातावरण अध्ययन गर्नुपर्दछ। यद्यपि यसका इस्युहरू छन् जसमा धेरै आम मानिसको गुनासोहरू पनि रहेका छन्। यसलाई अझ कसैले सरलीकृत गर्ने भन्ने सवाल पनि छ। यसमा चाहिँ इस्युहरूमा चाहिँ म केही कुराहरू राख्न चाहन्छु। सबैभन्दा पहिलो कुरो त के छ भने यो अलिकति लेन्दी भयो कि भन्ने प्रोसेस हैन। यसको प्रोसेस हेर्ने हो भने सम्बन्धित मन्त्रालयको विभागमा दिनुपर्दछ रिपोर्ट, त्यसपछि त्यो विभागले प्रेजेन्टेसन गराएर आफ्नो मन्त्रालय, त्यसपछि वातावरण मन्त्रालयमा पठाउँछ यदि EIA छ भने हैन। यसरी एउटा एडमिनिस्ट्रेटिभ प्रोसेस पनि छ यसको। त्यो किसिमले अलिकति लेन्दी भयो कि भन्ने कुरा। अर्को भनेको चाहिँ यसलाई अलिकति इम्फेसिस बढी गरियो कि, महत्त्व बढी दियो कि, प्रचारबाजी बढी गरियो कि, राजनीतिकरण बढी गरियो कि भन्ने कुरा हो। किनभने यो नियमावलीले त प्रष्टसँगले एउटा फर्मेट दिएको छ, त्यो फर्मेटमा बसेर काम गर्ने हो। हुँदाहुँदै पनि यसलाई चाहिँ फिजिबिलिटी भन्दा पनि अलिक बढी हाइलाइट गर्यो, जसले गर्दाखेरि EIA वातावरण अध्ययन गर्न पनि मानिसलाई हेजिटेसन हुने भयो हैन। माथिल्लो लेभलमा जे पाते गरिदिन्छ वा राम्रोसँग गरेन अनि वातावरण अध्ययनहरूलाई समाउने अनि त्यसमा डिले गर्न लाउने, इस्युहरू उठाउने, यो किसिमको पनि एक किसिमको एउटा चाहिँ यसमा बाधकको रूपमा, इस्युको रूपमा रहेको, जसले गर्दा एउटा जुन राम्रो इन्भाइरोमेन्ट पढेर आएको छन्, वास्तवमा इन्भाइरोमेन्ट स्टडी प्योर साइन्स, सोसल साइन्सलाई जोडेर बनाएको एउटा राम्रो साइन्स हो। सुरुमा काठमाडौँ युनिभर्सिटीले यसको इन्जिनियरिङ विषयको कोर्स पनि थियो, राम्रो प्रोडक्सन थियो भने पछि अरू युनिभर्सिटीहरूले ट्युले पनि मास स्केलमा प्रोडक्सन गर्न लागेको छ, जसले गर्दा तिनीहरूले एक त यहाँ जागिर पाउँदैनन् भने त्यो अध्ययनको क्रममा जसरी इस्यु उठाइएको छ त्यसले गर्दा त्यहाँ काम गर्न अरुचि जस्तो पनि देखिन्छ। त्यसो क्वालिटीको कुरा आउँदछ, सबै बाहिर जाने प्रवृत्ति हैन। अब अर्को कुरा भनेको चाहिँ यसको ल्याङ्ग्वेजको कुराहरू छन्। इस्यु मैले हेर्दाखेरि मेरो अनुभवले पहिले इङ्ग्लिसमा थियो भने सारांशलाई नेपालीमा गरिन्थ्यो भने अहिले चाहिँ अब नेपालीमै गर्ने, यदि विदेशी प्रोजेक्ट छ भने मात्र इङ्ग्लिसमा गर्ने, जसले गर्दा जसले चाहिँ इन्भाइरोमेन्ट साइन्स इन्जिनियरिङ विषय पढेर आएको छ त्यसलाई त गाह्रो हुने भयो नि त त्यो कुराहरू हैन। किनभने हाम्रो आफ्नो लिपिहरू अझ एडभान्स हुन सकेका छैनन्, त्यो अवस्थामा केही समय लाग्छ। यस हिसाबले पनि ल्याङ्ग्वेज हिसाबले पनि एउटा इस्युको रूपमा मैले यसलाई देखेको छु। यसरी हेर्दाखेरि के च्यालेन्जेसहरू छ जसलाई सुधार गर्न चाहिँ नितान्त नै आवश्यक छ र यसले वे फरवर्ड यसलाई अझ राम्रो परिष्कृत गर्ने हो भने जस्तो टोर स्कोपिङको कुरा आउँछ हैन। टोर भन्ने कुरा एप्रुभ गराउनुपर्छ, आइ गराउनुभन्दा पहिले वा EIA गराउनुभन्दा पहिले EIA टोर र स्कोपिङ चाहिँ एउटा रिपोर्ट दिएर पास गराउनु पर्दछ दुईटा मन्त्रालयबाट र यो 3-4 महिना 5-6 महिनासम्म पनि लाग्दछ प्रोसेस रूपमा। यो गर्न आवश्यक छ कि छैन भन्ने कुरा, किनभने TUR भन्ने कुरा त जुन अथोरिटी लाइसेन्स दिएको छ, जुन अथोरिटीले अध्ययन गर्नलाई अनुमति दिएको छ, यो टोरमा बसेर गर्नु है भनेर उसले दिने कुरा हुन् भने स्कोपिङको कुरा वातावरणीय अध्ययनमा आउने कुरा हुन्। यसले चाहिँ अलिक टाइम किल गरेको हो कि जस्तो लाग्ने, यसको आवश्यकता छ कि छैन भन्ने कुरा यो बजेटमा पनि आइसकेको मैले अस्ति सुने। स्कोपिङलाई चाहिँ EIA मै राख्ने भन्ने कुरा, यसरी यसलाई सरलीकृत गर्न सकिन्छ। यसो हुँदै पनि केही कुरामा चाहिँ अलिक ध्यान दिनुपर्छ जस्तो लाग्दछ, जस्तो कि यसको फिल्ड इन्भेस्टिगेसनहरूमा चाहिँ अलिकति गम्भीरता हुन र अलिक समय दिन, स्थानीय निकायसँग जोडिन र अलिकति राम्रो समय दिने हो भने चाहिँ राम्रो रिपोर्ट आउने, राम्रो इस्युजहरू उठान हुन सक्ने, मिटिगेसन मेजर राम्रोसँग प्रस्ताव गर्न सकिन्छ कि भन्ने कुरा हो। त्यस्तै गरेर यसको चाहिँ पब्लिक कन्सल्टेसन र पब्लिक हियरिङको कुरा छ। पब्लिक हियरिङ अलिक बृहत रूपमा बुझिन्छ, कन्सल्टेसन त्योभन्दा सानो हैन। जुन ठाउँमा प्रोजेक्टमा बस्ती छैन, निकै पर बस्तीहरू छन्, त्यहाँ के गर्ने भन्ने कुरा हैन। त्यसै गरेर यसको चाहिँ यो कर्पोरेट र CSR कर्पोरेट सोसल रेस्पोन्सिबिलिटीको सन्दर्भमा आयोजनाले स्थानीय समुदाय, त्यसमा पनि अलिक पिछडिएको समुदायलाई साँच्चीकै
मन हृदयबाट तिनको आर्थिक उत्थान हुने गरेर चाहिँ केही प्रस्तावहरू गर्नुपर्नेतर्फ म ध्यान गराउन चाहन्छु। यसरी वातावरण समाजलाई जोड्ने एउटा महत्त्वपूर्ण नेपालको नीति छ, त्यसलाई चाहिँ वातावरण संरक्षण ऐन तथा नियमावलीले गरेको छ। यसलाई चाहिँ अझ समय सापेक्ष वातावरणसँग राम्रो घुलमिल गरेर समाजलाई त्यसमा सहभागिता गरेर समाजको पनि आर्थिक क्रियाकलाप वृद्धि हुने गरेर र छिटो छरितो राम्रोसँग लान यसमा सकियो भने अझ हाम्रो विकासका कामहरू राम्रो ढङ्गले जाने, दिगो विकास सन्दर्भमा यसले सघाउने छ भन्ने लाग्दछ। ग्रामीण विकास र वातावरण बीचको सम्बन्धका बारेमा के भन्नुहुन्छ? ग्रामीण विकास मूलतः वातावरणसँगै जोडिएको हुन्छ। अब अहिलेको सन्दर्भमा ग्रामीणको डिफिनेसन अलिकति सरकारको पोलिसी अनुसार जानुपर्ने पनि हुन सक्दछ। जस्तो अहिलेको जुन स्थानीय निकायको सन्दर्भ छ, नगरपालिका, गाउँपालिका, महानगरपालिका, यी सबैलाई हेर्दाखेरि अहिले त नगरभित्र बस्ने मानिसको सङ्ख्या बढी देखाइएको छ, 66% छ भने बाँकी चाहिँ गाउँपालिकामा। तर प्रिन्सिपल्ली कुरा गर्ने हो भने ग्रामीण चाहिँ 66 भन्दा बढी हुन सक्दछ हैन, किनभने जुन किसिमको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट हुनुपर्ने, ग्रामीणको जुन परिभाषा छ कृषिमा डिपेन्ड भएको, प्रकृतिमा डिपेन्ड भएको हिसाबले हेर्ने हो भने अझ पनि ग्रामीण क्षेत्रको बाहुल्यता रहेको छ। र यस सन्दर्भमा हाम्रो जुन वातावरण नीति छ, पोलिसी छ, जसरी गाउँको इकोनोमी लगभग वातावरणसँग जोडिएको अवस्था छ, कृषिसँग मूलतः त्यो चाहिँ के छ भने जीविकोपार्जनको लागि बस पेट पाल्नलाई मुस्किल हुने किसिमको छ हैन। त्यसकारणले गाउँबाट शहर, शहरबाट पनि अझ विदेश, गाउँबाट विदेश, यो प्रवृत्ति अत्यधिक रहेको छ र अहिले धेरै गाउँठाउँहरू खाली रहेको अवस्थामा पनि छ। यस हिसाबले पनि यसलाई चाहिँ मलाई लाग्दछ वातावरणको जुन सही सदुपयोग गरेर ग्रामीण विकास गर्नु पर्दथ्यो, गाउँ ठाउँको विकास हुनु पर्दथ्यो, त्यहाँको उत्पादन विशेष गरेर रुरल इकोनोमीलाई अपलिफ्ट गर्नु पर्दथ्यो, त्यो अवस्था अझ पनि छैन। यस सन्दर्भमा चाहिँ ध्यान दिनु पर्दछ जस्तो लाग्दछ मलाई। यस सन्दर्भमा यसो हेर्दाखेरि सबैभन्दा पहिलो कुरो त ग्रामीण उत्थानको लागि आवश्यक पर्ने इन्फ्रास्ट्रक्चर, मिनिमम इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट गर्नुपर्दछ। यसलाई कतिपयले स्मार्ट भिलेजको रूपमा पनि व्याख्या गरेको रूपमा म बुझ्दछु। सबैभन्दा पहिलो कुरो त बाटोघाटो चाहियो। लगभग बाटोघाटो धेरै ठाउँ पुगेको छ, यद्यपि पहाडमा अलिकति कठिन पनि छ। यदि अलिकति नराम्रो जियोलोजिकल र टोपोग्राफी ठाउँमा यहाँ लान अलिक गाह्रो छ, तर पनि अधिकांश गाउँठाउँ बाटो पुगेको अवस्था छ। यद्यपि त्यही बाटोले पनि वातावरण विनाश पनि गरेको अवस्था छ, यसलाई पनि हामीले ध्यान दिनुपर्दछ। अर्को भनेको अहिलेको युग भनेको डिजिटलाइजेसनको हैन, ई गभर्नेन्सको, गाउँमा बसी आफ्नो मार्केट, आफ्नो वस्तुको बेच्ने मार्केट सिस्टम छ, त्यहाँ कसरी पहुँच हुने भन्ने कुरा हो। त्यो चाहिँ अब ई गभर्नेन्स सिस्टममा नगई हुँदैन। डिजिटलाइजेसन भनेको त्यही नै हो भने अब गाउँमा कृषि मात्र गरेर जीविकोपार्जन गर्न सम्भव छैन। त्यो सँगसँगै अब एनिमल हस्बेन्ड्री हैन, यो चाहिँ गाईवस्तु पालन अनि त्यो भयो, माछा पालन विशेष गरेर तराईतिर, र अरू अप्सनहरूमा पनि जानुपर्दछ। एउटैमा कृषि मात्र बसेर जीविकोपार्जन धान्न कठिन छ, किनभने मान्छे त्यो कृषि गरेर आफ्नो जीविकोपार्जन मात्र गर्न खोज्दैनन्, 2-4 पैसा कमाउने पनि खोज्दछन्। यस अर्थमा चाहिँ स्मार्ट भिलेजलाई लिनुपर्दछ र त्यहाँ भएका इन्डिजिनियस नलेज र विशेष गरेर टेक्नोलोजीहरूले हो नि त अहिले भाइब्रेन्ट गर्ने हैन। इन्टरनेटहरू भयो भने मार्केटहरू त्यहाँबाट सुनिश्चित गर्न सक्यो, अन्य प्रोडक्टहरू उत्पादन गर्न सक्यो। अब त्यहाँको लेबरहरू हुन्छ, त्यो लेबरहरूलाई पनि युज गर्न सक्यो। यी जुन गाउँका सम्पदाहरू छन्, कृषि, वन, लेबर अनि इनोभेटिभ नलेज, यसलाई चाहिँ कसरी प्रयोग गरेर कसरी एउटा बजारको सुनिश्चितता गर्ने सन्दर्भमा स्मार्ट भिलेजको अवधारणा रहेको छ र यसमा पनि ध्यान दिनुपर्दछ जस्तो लाग्दछ। र मूलतः इन्टिग्रेटेड रूपमा ग्रामीण क्षेत्रको विकासलाई लानुपर्दछ। अघि मैले भने कृषि,
पशुपालन, अब होमस्टेकै कुरा छ हैन, त्यो किसिमको एग्रो फरेस्ट्रीको कुरा छ। यसलाई चाहिँ प्रमोट गर्नुपर्दछ भने के बजार सुविधाहरू, सर्भिस डेलिभरीहरू कुरा आउँछ, त्यो गाउँ लेभलमै दिन अत्यन्त आवश्यक छ यदि हामीले ग्रामीण विकासलाई अगाडि बढाउने हो भने। नत्र गाउँमा मान्छे अब टिक्न अलिकति गाह्रो छ। यस अर्थमा पनि प्रकृतिलाई कसरी एकदम सही ढङ्गले प्रयोग गर्ने, यसमा सरकारको नीतिहरूले समर्थन गर्ने र यसमा अझ इन्हान्समेन्ट गभर्मेन्टले दिने प्रोग्राम प्रोजेक्टहरू लाने इत्यादि गरेपछि बल्ल जुन ग्रामीण विकास छ त्यो अगाडि रूपमा बढ्न सक्दछ र जुन गाउँबाट सहर जाने माइग्रेसन छ त्यसमा केही भए पनि कमी आउन सक्दछ र त्यो लेबर, त्यो मानिसले नै ग्रामीण अर्थतन्त्रलाई उकास्न सक्दछ भन्ने हो। वातावरण र विकासको सन्दर्भमा वातावरणीय कुजनेट्स कर्भ भनेको चाहिँ के हो? यो वास्तवमा एउटाजना इकोनोमिस्टले चाहिँ 1995 तिर एउटा थ्योरी प्रतिपादन गर्नुभएको थियो। सुरुमा जुन डेभलपिङ देशहरू छ जसले आर्थिक क्रियाकलाप इकोनोमिक ग्रोथ लिन सुरु गर्दछ त्यस बेला चाहिँ प्राकृतिक प्रकोपहरूको मासिने अलिकति हजार्ड्सहरू सुरु हुन्छ हैन, सामाजिक रूपले असमानताहरू पनि बढ्दछ, इन्भाइरोमेन्टल डिग्रेडेसन हुन्छ, पोल्युसन बढ्दछ। तर एउटा स्टेज उहाँले चाहिँ प्रपोज गर्नुभएको छ, त्यो स्टेजमा पुगिसकेपछि एउटा कर्भको जुन टर्निङ पोइन्ट हुन्छ त्यो भनेको जब मानिसहरूको इन्कम चाहिँ पर क्यापिटा इन्कम टेन्टेटिभ $6,000 भन्दा माथि भन्नुभएको छ। त्यो आएपछि चाहिँ फेरि के हुन्छ भन्दाखेरि इन्भाइरोमेन्टल चाहिँ डिग्रेडेसनहरू कम हुन्छ, बन्द हुन्छ र वातावरण क्रमशः सुधार आउँछ भन्ने हो। यो चाहिँ एउटा अप्टिमिस्टिक भ्यू पोइन्टबाट भनिएको हो। धेरैले चाहिँ वातावरण विनाश भयो, खत्तम गर्यो, एकदम नेगेटिभ एक कुरा मात्रै ल्याउने गरेको सन्दर्भमा मैले यो कुजनेट कर्भको यहाँ चर्चा गरेको हुँ। त्यो कुजनेट कर्भलाई हेर्ने हो भने, योसँग अहिले दाज्ने हो भने धेरै देशहरूलाई हामीले उसले चाहिँ केस स्टडी गरेर निकालेको। अहिले हामीले यो कुजनेट कर्भको जुन एजुम्सन छ त्यो चाहिँ लगभग ठिकै जस्तो पनि छ। एउटा हामीले व्यवहारिक रूपमा हेर्न सक्दछौँ, जब मानिसको इन्कम बढ्दछ उसको सोच पनि बढ्दछ भने नियमहरू पनि, मानिसहरूको नियमहरू पनि, देशको जब अर्थतन्त्र बढ्दै जान्छ, गभर्नेन्स सिस्टममा सुधार हुँदै जान्छ, टेक्नोलोजीको प्रयोग बढ्दै जान्छ। टेक्नोलोजीले गर्दा पनि हो नि त इन्भाइरोमेन्टमा इन्भाइरोमेन्टको ह्रासलाई रोक्ने, डिग्रेडेसनलाई रोक्ने। जस्तो कि एलपी ग्यासको आगमनसँगै के हो भन्दाखेरि दाउरामाथिको निर्भरता लगभग यसले समाप्त गरिदियो। अझ इलेक्ट्रिक चुलोमा जाने हो भने अब हामीले काठमा धेरै निर्भर हुनु पर्दैन। त्यसै गरेर अहिले काठको विकल्पमा घरमा प्रयोग हुने अन्य वस्तुहरू पनि आएका छन्। यी टेक्नोलोजीले धेरै कुराहरू प्राकृतिक रूपमा केही हदसम्म निर्भरतालाई चाहिँ अलिकति कमी ल्याएको पनि साँचो हो। यसलाई पनि हामीले यसरी बुझ्नु पर्दछ। उदाहरणको रूपमा लिने हो भने चाइनाको उदाहरण। जब म चाइना 10 वर्ष अघि पुगेको थिएँ, चाइनाको विशेष गरेर बेजिङ अत्यन्तै प्रदूषित सहर थियो। 1990-2000 को मैले डाटा हेरेको थिएँ। कुवासा लाग्थ्यो, एकदम पोल्युसन थियो, मान्छेलाई सास फेर्न कहिलेकाहीँ गाह्रो, त्यो किसिमको मैले डाटा र तस्बिरहरू देखाएको थिएँ। तर म जाँदाखेरि चाइनाको डेभलपमेन्ट सँगसँगै इन्भाइरोमेन्टमा व्यापक सुधारहरू देखेको मैले पाएँ। किनभने इलेक्ट्रिक गाडीहरू चलेको, धुवाँबाट चल्ने गाडीहरूमा कमी आएको, मानिसमा अवेरनेस पनि आएको, त्यस किसिमले गर्दाखेरि वातावरण सुधार आएको स्पष्ट छ। अहिले पनि चाइनाले चाहिँ 1.3 हो के अरे समथिङ चाहिँ इमिसन कार्बन चाहिँ मा कमी ल्याएको भन्ने कुरा मैले सुनेको छु कार्बन उत्सर्जनमा हैन। एउटा राम्रो पनि वातावरण हिसाबले राम्रो न्युज पनि हो। त्यसै गरेर अब युएई को कुरा गर्ने हो भने पहिले मरुभूमि जस्तो थियो भने अहिले विकास यति गरेको छ, यति पैसा छ उसँग कि अहिले उनले ठाउँ ठाउँमा चाहिँ प्लान्टेसनहरू गरेको अवस्था छ हैन, जङ्गल बनाएको, जङ्गल बनाउँदै लगेको अवस्था पनि छ। यसरी वातावरण सुधारको कुराहरू त्यहाँ देख्न सक्दछौँ। नेपालकै गाउँठाउँमा पनि 20-25 वर्षको अघि र अहिले फरक पाउँदछौँ। जस्तो पहिले तराईका
नगरहरूमा पनि के हुन्थ्यो, लामखुट्टे प्रशस्त हुन्थ्यो, फोहोरहरू देखिन्थ्यो, गनाउँथ्यो, वेस्ट म्यानेजमेन्ट राम्रो थिएन। अहिले जानु हो भने धेरै सुधारहरू देख्न सकिन्छ। काठमाडौँको पनि म शङ्खमुल बस्दथेँ, यो पाटनको च्यासल डुङडुङी गनाउँदथ्यो, फोहोर थियो। अहिले हेर्नुहोस् कस्तो सफा छ होइन। यसरी मानिसको इन्कम बढ्यो, टेक्नोलोजीको एडभान्समेन्टहरूमा पहुँच बढ्दै गयो, एजुकेसनको लेभल बढ्दै जाँदा कुजनेट कर्वको सिद्धान्त अनुसार वातावरणमा केही हदसम्म पनि ह्रास आउँदछ भन्ने कुरा हो। यो चाहिँ वातावरणले खालि विनाश मात्रै गरिदियो भन्ने होइन कि अप्टिमिस्टिक भ्यू पनि दिएको छ। एउटा चरणहरू हुन्छ, त्यो चरणहरू हामी पार गर्नुपर्दछ इमान्दारितापूर्वक भन्ने हो भने यसले पोलिसीले, यो चाहिँ एक्जिक्युटिभ लेभलले यसमा चाहिँ ध्यान दिनुपर्दछ। कसरी डेभलपमेन्टलाई अगाडि बढाउने, कस्तो किसिमको पोलिसी अगाडि बढाउने, इम्प्लिमेन्टेसनलाई कसरी लाने भन्ने कुरा। अहिले बाटो बनाउँदा जताततै धुलो उडिरहेको अवस्था छ। मैले कतिपय सिटीहरूमा विदेशमा देखेँ, बाटो बनाउँदा उनीहरूले धुलो उडेको अवस्था पनि मैले देखिनँ। अब त्यो काम कसरी गर्ने, सोचको कुरा, हाम्रो व्यवहारको कुराहरू छन्। यी सबैलाई लागू गर्दै जाने हो भने एउटा चरण आउँदछ जतिखेर चाहिँ वातावरणमा ह्रास आउँदछ। जस्तो मैले 100 वर्ष अघिको एउटा लन्डनको फोटो फेला पारेको थिएँ है, कस्तो धुवा आउँदथ्यो त्यहाँ। त्यस वखत जङ्गली जनावर भनौँ न, घोडाले चाहिँ गाडी तानेको पनि देखेको थियो, फोहोर डङ्गुर हुन्थ्यो, गनाउँदथ्यो, वेस्ट म्यानेजमेन्ट राम्रो थिएन, पोल्युसन म्याक्सिमम थियो भने अहिलेको लन्डन हेर्नु हो भने कति राम्रो, चिटिक्क सफा देखिन्छ होइन। टेक्नोलोजीले पनि त्यो धुवाहरू धेरै नफाल्ने किसिमको आएको अवस्था छ। यसरी कुजनेट कर्वको जुन सिद्धान्त छ त्यो सिद्धान्तलाई पनि हामीले बुझ्न सक्यौँ र त्यो अनुसारको पोलिसी अगाडि बढ्न सक्यौँ भने सकारात्मक वेमा वातावरणलाई सही ढङ्गले प्रयोग गर्दै विकासको मार्गमा अगाडि बढ्न सक्दछौँ। विकासको नाममा वातावरणमा पर्ने समस्याका चुनौतीहरूलाई सम्बोधन गर्न अबको अगाडि सर्वप्रथम त यो गभर्नेन्स सिस्टममा म पोलिसी यी कुराहरूमा नै म फोकस हुन चाहन्छु। अनि कुनै पनि कामहरू कसरी गर्ने, कसरी सम्पन्न गर्ने, जुन गभर्नेन्स सिस्टमसँग जोडिएको अवस्था छ यसमा ध्यान दिन अत्यन्त आवश्यक छ। कुनै पनि कुरा हामी इम्प्लिमेन्ट राम्रोसँग गर्न सक्छौँ कि सक्दैनौँ, पोलिसीले कसरी त्यसलाई लिएको छ भन्ने कुरा हो। केवल इन्भाइरोमेन्ट, प्रकृतिको संरक्षण गरेर, त्यहाँ रेस्ट्रिक्सनहरू लागू गरेर, त्यहाँ पुलिस आर्मी मात्र राखेर वातावरणको संरक्षण मात्र गरेर हुन्छ कि हुँदैन भन्ने कुरा हो। समाजलाई त त्यो वातावरण चाहिन्छ जिउनको लागि, बाँच्नको लागि, आर्थिक उपार्जन गर्नको लागि। यस अर्थमा भन्नुपर्दा वातावरणलाई कसरी मैत्रीय बनाउने, वातावरणको उपयोगको सन्दर्भमा कसरी वातावरण मैत्रीय बनाउने भन्ने कुरामा पोलिसीले जोड दिनुपर्दछ। किनभने त्यो समाजलाई त त्यहीँ बस्नु छ नि। जस्तै कन्जर्भेसन एरियाहरूको कुरा गर्ने हो भने त्यसको छेउछाउमा बस्ने मान्छेहरूको अवस्था त दयनीय अवस्था नै छ। तिनीहरूले राम्रोसँग जुन सयौँ हजारौँ वर्षदेखि जसरी वनको उपयोग गर्दै आएका थिए त्यो अवस्था रेस्ट्रिक्ट गरेछ कन्जर्भेसनको नाममा भने त्यसलाई अलिकति वातावरणलाई समुदायसँग जोडेर समुदाय मैत्रीय बनाउन आवश्यक छ। किनभने हाम्रो धर्महरूले पनि वातावरण मैत्रीय बनाऊ भनेको छ नि त बुद्धले। त्यो पोलिसी चाहिँ सेन्टरमा राखेर गभर्नेन्स सिस्टमहरू वनको सन्दर्भमा आउनु पर्दछ। त्यसले इकोनोमीलाई पनि सेन्टरमा राख्नु पर्दछ। अर्को भनेको टेक्नोलोजीको कुराहरू, डाटाबेसको कुराहरू होइन। अब टेक्नोलोजीले हो नि त इन्भाइरोमेन्टमा कम निर्भर बनाउने कुरा। दाउराको सट्टा एलपी ग्यास, त्यसो सट्टामा पनि अझ इलेक्ट्रिक चुल्हाहरू ल्याउन सकियो भने के भयो त, प्रकृतिमा हामी डिपेन्ड हुन परेन। यो सहरको सन्दर्भमा भन्न सक्दछौँ, तर गाउँको सन्दर्भमा कन्जर्भेसन एरिया, बफर जोन छेउछाउ बस्ने मानिसहरूको सन्दर्भमा यथार्थमा यो कुराहरू अझ पनि लागू भएका छन् कि छैनन् भन्ने कुरा हो। अर्को कुरा इन्फर्मेसन सिस्टमको कुरा। जति पनि प्राकृतिक प्रकोपहरू भएका छन् त्यसको चाहिँ प्रिडिक्सन गर्ने कुरा त अहिले धेरै सजिलो बनाएको छ नि त। यो जिआइएस सेटेलाइट इमेजहरूले त्यसको एनालाइसिसबाट ल यो पानी ठाउँ अविरल पानी पर्न सक्दछ भन्ने चाहिँ प्रिडिक्सनहरू अहिले चाहिँ इम्प्रुभ भएको छ। तर त्यसको सूचना डिसिमिनेट गर्ने सन्दर्भमा तल्लो जनता, तल्लो लेभलको जनता, गरिब जनतासम्म अझ पुग्न अझ सकेको अवस्था छैन। त्यसमा पनि ध्यान दिनुपर्दछ। अर्को डाटाबेसको कुरा आउँदछ। सबैभन्दा हाम्रो विक पोइन्ट नै त्यही हो।
हैन सबैको एउटा स्ट्रङ डाटाबेस हुनुपर्छ, चाहे इन्भाइरोमेन्ट स्टडीको होस्, चाहे क्लाइमेटको होस् या जियोलोजीको होस्। त्यो डाटाबेसले पनि धेरै कुरा सहयोग गर्दछ हैन। कुन ठाउँमा कस्तो किसिमको प्रोजेक्टहरू ल्याउने, कस्तो किसिमको इम्प्याक्टहरू पर्न सक्दछ, कस्तो मिटिगेसन गर्ने, यस सन्दर्भमा पनि ध्यान दिन आवश्यक छ। अर्को कम्युनिटीलाई चाहिँ अत्यधिक रूपमा विशेष गरेर कन्जर्भेसन एरिया वन क्षेत्रसँग बसेका सयौं हजारौं वर्षदेखि त्यस्ता कम्युनिटीहरूलाई आर्थिक रूपले कसरी चाहिँ सक्षम बनाउने, त्यो वनसँग उनीहरूलाई मैत्रीय बनाउने भन्ने कुरा हो। त्यसलाई चाहिँ अत्यन्त कम्युनिटी पार्टिसिपेसन त भनिएको छ हैन, युजर ग्रुपहरू बनाएर, तर त्यो युजर ग्रुपमा पनि के टाठाबाठाहरूले मात्र फाइदा लिएको अवस्था जस्तो पनि छ। त्यसलाई कसरी राज्यले, कसरी सम्बन्धित निकायले अझ थप यसलाई प्रभावकारी बनाउने, कम्युनिटीहरूलाई यसमा जोडेर भन्ने कुरा हो। यसरी पोलिसी लेभलबाट, इम्प्लिमेन्टेसनको लेभलबाट र विशेष गरेर इकोनोमिकलाई सेन्टरमा केन्द्रबिन्दुमा राखेर इन्भाइरोमेन्ट फ्रेन्डली किसिमको पोलिसीहरूलाई चाहिँ केन्द्रबिन्दुमा राखेर यदि वातावरणलाई अगाडि बढायौँ भने मात्र विकासले पनि सही ढङ्गले काम गर्न सक्दछ र यो विकास वातावरण मैत्रीय र समाजसँग जोडिन सक्दछ भन्ने हो। अन्तिममा यो वातावरण दिवसको अवसरमा मैले वातावरणको संरक्षण सँगसँगै विशेष गरेर वातावरण मैत्रीय र यसको सही युटिलाइजेसनलाई फोकस गरेर केही कुरा भने र अर्को एपिसोडमा ग्लोबल गभर्नेन्स र लिडरसिपको सन्दर्भमा विश्वव्यापी रूपमा जसरी अहिले युद्धहरू भएका छन् र त्यसले जसरी डेभलपिङ कन्ट्री हामी जस्ता नेपाल जस्ता देशहरूको सामाजिक आर्थिक अवस्थामा पर्न गएको असरहरूको सन्दर्भमा केही कुरा राख्नेछु। अहिलेलाई यति नै, धन्यवाद।